Hello everyone, welcome back to my YouTube channel. धेरै पछि अनि सो हामी चाहिँ जाँदैछु आज चाहिँ घुम्न अनि आज चाहिँ कसो जाने घाम लागिरहेको छ। सो म छु यसरी अनि अलिअलि जाडो पनि छ अनि मलाई चाहिँ खासमा रुगा पनि लागिरहेको थियो हैन। अनि मेरो चाहिँ अलरेडी 3-4 दिन छुट्टी भइसकेको थियो कि अस्ति नै चाहिँ अलिकति उयो मतलब रुगा लाग्यो नि त अनि त्यही भएर आज चाहिँ हामी घुम्न हिँडेको। सो मेरो चाहिँ माइक थियो तर माइकको त्यो जोइन नै कहाँ पो हरायो अनि मेरो कुराहरू चाहिँ सुनिरहेको छ कि नै तपाईँहरूले। सो हामी चाहिँ जाँदैछौँ अब फुल भए सिउरी दिन्थे फुलको बास्ना जस्तै तिमी भनेर गाउँदैछ। यहाँ हुनुहुन्छ दिदी, यहाँ मेरो पछाडि एकजना साथी हुनुहुन्छ तर उहाँ चाहिँ खोइ थाहा भएन कता यतै छ। अनि हामी चाहिँ आज गर्दैछु इन्जोय। सो कस्तो खासमा चाहिँ मलाई अस्ति नै घुम्न जान मन लागेको थियो कि कस्तो लुगा लागेर मात्रै हो नि हिँड्न यता जान्छ कत्रो कुकुर हो अन्त आम्मामा त्यही हो। गाई जाने अब चाहिँ हामी मेट्रोको ठाउँमा पुगेपछि तपाईँलाई देखाउँछु अनि त्यसपछि पार्कमा पुगेपछि पनि देखाउँछु। अनि मेरो कपालमा चाहिँ कलर हाल्ने बेला भएको क्या। सो नेक्स्ट टाइम चाहिँ म कलर हाल्छु अनि तपाईँहरूको लागि देखाउँछु। दिदी त हाँस्दै छ हेर्नु न, हाँस्नुपर्ने कुरा छ गाईले भन्नु त यसमा। सो गाई अहिले चाहिँ हामी यहाँनिर टाढोहरू बसमा जानु लाग्यो अनि बस कुर्दैछौँ हामी चाहिँ। सो गाइज हामी दुईजना चाहिँ अहिले मेट्रोमा आइपुगिसक्यो दिदीसँग यहाँ। सो हामी जाँदैछु घुम्नलाई अनि सारा जाँदैछु ल गाइज। सो गाइज फाइनली हामी चाहिँ यहाँनिर पार्कमा आइपुगिसक्यो ये अनि यहाँ छ पानी। वाउ पानी कस्तो सफा वाउ यस्तो समुद्रको पानी उ यहाँ बाजे पनि रहेछ घाँस पनि रहेछ। यहाँबाट चाहिँ कहाँ जानु यो यति नै हो दिदी चढ्ने चाहिँ कता हो यो अन्त यो त सो गाइज हामी चाहिँ नेक्स्ट डे होइन यो चाहिँ अनि फेरि पनि हामी घुम्न जानु लागेको अस्तिको ठाउँमा होइन आज चाहिँ अर्कै ठाउँमा जानु लागेको। सो दिदी चाहिँ उतातिर पुगिसक्नु भयो। सो हामी दुईजना चाहिँ यहाँनिर टिकटक बनाउँदै हिँडिरहेको छु गाइज। त्यही हो अनि आजको मौसम चाहिँ अलिकति चिसो छ। सो गाइज अहिले चाहिँ हामी दुईजना आफैकोमा आइपुगिसक्यो मेट्रोबाट चाहिँ झरिसक्यो अनि टन्नै टिकटक बनाएर पनि हामी थाकिसक्यो। सो अहिले चाहिँ हामी जाँदैछु पुग्न लागिसक्यो जाँदैछु पनि अनि पुग्न लाग्यो गाइज। अनि त्यही हो यहाँ चाहिँ मेट्रो सो यहीँ हिँडेर हामी चाहिँ फाइनली यता घुम्ने ठाउँमा आइपुगिसक्यो गाइज। हामी चाहिँ खाए पनि नखाए पनि यहीँनिर घुम्छौँ होइन किनभने यहीँ नै नजिक पर्छ नि त हामीलाई त्यो भएर। सो अहिले चाहिँ हामीले चाहिँ खानाहरू चाहिँ अर्डर गरिसक्यो अनि अब चाहिँ हामी खानाको लागि वेटिङमा। सो हाम्रो चाहिँ आइसक्यो खानेकुरा। दिदी कोला त एउटै मात्र आएछ त अनि एउटा मेनु गरेको त नि एउटा मेनु दुईटा सिम्पल अनि आलु यहाँ छ 3टा बर्गर छ। बर्गर त 4वटा भएको त यहाँ नि 3टा छ त्यसमा 4वटा गर्नु त हामीले त्यो चिजवाला गरिरहेछ कि छुट्टै ला ढङ्ग नभएपछि यस्तै हो। सो गाइज हामी चाहिँ यति धेरै खाना मगाएको छ बढी मगाएको रहेछ। अब चाहिँ हामी खाएको ल यस गाइज हामी चाहिँ खाना खाएको ल खायो ल। सो गाइज अहिले चाहिँ हामी यहाँनिर लुगा किनिसक्यो 2टा दिदी र म चाहिँ अहिले चाहिँ छौँ हामी लाइनमा। सो गाइज हामी चाहिँ फाइनली सामानहरू पनि किनिसके अनि हामी चाहिँ जान लाग्यो उसलाई प्यान्ट खोज्दा हामी चाहिँ सो अनि गएको लो हामी चाहिँ। सो गाइज हाम्रो चाहिँ खाजा आजको मोमो बनाएर दिदीले टेस्ट त्यति भयो खानु तपाईँले घोप्टे बनाउनु भयो यस्तो मिठो छ। मलाई नि बोलाएको भयो भने दिदी एक्लैले बनाउनु भएको छ बिचरा त्यत्रो दिन काम गरेको भनेर सुत्नु होला।